ल सुरु गरौँ इतिहासको एउटा सबैभन्दा रहस्यमयी र डरलाग्दो कथाबाट। यो एउटा यस्तो अविश्वसनीय खोजको कथा हो जसले आफूसँगै ज्यानै लिने खालको परिणामहरू पनि लिएर आयो। भनिन्छ चिहानमा यस्तो लेखिएको थियो, जो कोही फिरौनको शान्ति भङ्ग गर्छ, मृत्यु तेज पखेटा फिजाएर उसलाई लिन आउनेछ। सुन्दा नै डरलाग्दो होइन त? यो एउटा यस्तो चेतावनी थियो, यस्तो भविष्यवाणी जुन पछि गएर एकदमै डरलाग्दो तरिकाले साँचो साबित भए जस्तो देखियो। यो कथाको सुरुवात कुनै खोजबाट होइन, बरु एउटा मृत्युबाट हुन्छ। र त्यो मृत्यु पनि सामान्य थिएन, एकदमै अनौठो घटनाहरूले घेरिएको थियो। यति अनौठो कि अलौकिक नै लाग्थ्यो। सोच्नुस् त, जुन क्षण उनको मृत्यु भयो ठिक त्यही बेला पुरै काइरो शहरको बत्ती निभ्यो, अनि हजारौं माइल पर बेलायतमा रहेको उनको प्यारो कुकुरको पनि त्यही रात मृत्यु भयो। कस्तो संयोग! अब यो श्रापको जरोसम्म पुग्नको लागि हामीले अलिकति पछाडि फर्किनुपर्छ। त्यो ऐतिहासिक क्षणमा जब आधुनिक संसारले हजारौं वर्ष पुरानो प्राचीन संसारसँग पहिलो पटक साक्षात्कार गर्यो। यो खोजको पछाडि एकजना पुरातत्वविद होवार्ड कार्टरको जुनून थियो। वर्षौंसम्म उनले तुतनखामुनको हराएको चिहान खोजिरहे, तर के फेला परेन। अन्तमा उनका प्रायोजकले पनि हात उठाए र उनलाई अन्तिम मौका दिए। र अचम्मको कुरा के भयो भने त्यही अन्तिम हताश प्रयासले नै इतिहासकै सबैभन्दा ठूलो पुरातात्विक खोजको ढोका खोलिदियो। लर्ड कार्नावार्नले सोधे, केही देखिन्छ? अनि कार्टरको जवाफ थियो, हो, अद्भुत चिजहरू। अनि साँच्चै नै त्यो ढोका पछाडि एउटा अर्कै संसार थियो। हजारौं वर्षदेखि कसैले नछुएको खजानाको भण्डार, 5000 भन्दा बढी कलाकृतिहरू, पुरै सुनले बनेको कफिन र त्यो विश्वप्रसिद्ध 10 किलो सुनको मास्क। कल्पना गर्न पनि गाह्रो। यो खोजले संसारभरि त तहल्का मच्चायो, सबैले उत्सव मनाए। तर त्यो खुशी धेरै दिन टिकेन। चाँडै नै एकपछि अर्को अनौठा घटनाहरू घट्न थाले र त्यो उत्सव आतंकको कथामा परिणत भयो। सुरुमा त यी घटनाहरूलाई मान्छेहरूले खासै वास्ता गरेनन्। जस्तै होवार्ड कार्टरको घरमा फिराउनको प्रतीक मानिने कोब्रा सर्प पसेर उनको घरपालुवा चरा खाइदियो। लर्ड कार्नावार्नलाई गालामा एउटा किराले टोक्यो र दाहिरी काट्दा त्यही घाउ काटिएर भयानक संक्रमण भयो। झन अचम्मको कुरा, कार्नावार्नको मृत्यु हुनुभन्दा 12 दिन अघि मात्रै एउटी उपन्यासकारले चिहान खोल्दा भयानक दण्ड भोग्नुपर्ने सार्वजनिक चेतावनी दिएकी थिइन्। सुरुमा त यी सबै संयोग जस्तै लागे, तर यो त एउटा डरलाग्दो श्रृङ्खलाको सुरुवात मात्रै थियो। त्यसपछि त मृत्युको सिलसिला नै चल्यो। सन् 1929सम्ममा चिहान खोल्ने कामसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका 22 जनाको मृत्यु भइसकेको थियो। र मर्नेहरू सामान्य मानिस थिएनन्। ठूला ठूला लगानीकर्ता, उद्योगपति, रेडियोलोजिस्ट अनि कार्टरकै आफ्नै टिमका सदस्यहरू पनि यो श्रापको शिकार भए। तर सबैभन्दा अचम्म लाग्दो र डरलाग्दो प्रमाण त अझै आउन बाँकी नै थियो। यस्तो प्रमाण जसले श्राप साँच्चै हो भन्ने कुरामा लगभग छाप नै लगाइदियो। कुरा के थियो भने लर्ड कार्नावार्नको मृत्यु उनको देउरे गालामा भएको किराको टोकाइको संक्रमणले भएको थियो, होइन? जब पछि गएर तुतनखामुनको मम्मीको जाँच गरियो, उनको देउरे गालामा ठिक त्यही ठाउँमा एउटा सानो खत भेटियो। यो संयोग मात्र हुन सक्थ्यो र? ल, यति धेरै प्रमाणहरू देखेपछि त श्रापमा विश्वास नगर्ने को होला र? तर कथाले एउटा बिल्कुलै नयाँ मोड लिन्छ जब हामी हाम्रो ध्यान यी पीडितहरूबाट हटाएर स्वयं फिराउन तुतनखामुनतर्फ लगाउँछौं। तुतनखामुनको सत्य बुझ्नको लागि उनको पारिवारिक पृष्ठभूमि, उनको वंशावली हेर्नु एकदमै जरुरी छ। हामीले सोचे जस्तो तुतनखामुन कुनै शक्तिशाली महान राजा थिएनन्। सत्य त के हो भने उनी एकदमै कमजोर रोगी थिए। कारण उनका आमा, बुवा, दाजुबहिनी थिए। यही कारणले उनलाई धेरै आनुवांशिक रोगहरू लागेका थिए। खुट्टा बाङ्गो थियो, हड्डीको भयानक रोग थियो, मलेरिया थियो। अवस्था यस्तो थियो कि उनी लौरोको सहारा बिना हिँड्न पनि सक्दैनन्। उनको चिहानमा 1300वटा लौरा भेटिएका थिए। उनी खासै महत्त्वपूर्ण राजा पनि थिएनन्। 18-19 वर्षको उमेरमै उनको मृत्यु भयो र उनको मृत्युपछि उनका उत्तराधिकारीहरूले त इतिहासबाट उनको नामोनिशान नै मेटाइदिए। सायद यही कारणले गर्दा उनको चिहान कसैले पत्ता लगाउन सकेन र हजारौं वर्षसम्म सुरक्षित रह्यो। ल, अब यो अलौकिक र रहस्यमय कथालाई एकछिन थाती राखेर विज्ञान र तर्कको आँखाले हेरौँ त यो कथाको वास्तविकता के रहेछ। श्रापको सबैभन्दा ठूलो र चर्चित प्रमाण के थियो? त्यही चिहानको प्रवेशद्वारमा भेटिएको भनिएको श्राप लेखिएको ट्याब्लेट, होइन?
तर वास्तविकता के हो थाहा छ? त्यो पुरै झुटो थियो। त्यस्तो कुनै ट्याब्लेट कहिल्यै भेटिएकै थिएन। यो त एउटा पत्रकारले मनगढन्ते कथा बनाएको थियो जब एकजना सुरक्षा गार्डले श्रापको बारेमा सोध्दा मात्र मुस्कुराइदिएका थिए। अनि श्रापका अरू घटनाहरूको नि? तिनीहरूको पनि एकदमै सरल र तार्किक व्याख्या छ। सहरभरि बत्ती गयो भनियो नि, त्यो बेलाको कायरोमा बत्ती जानु सामान्य कुरा थियो। कार्नाभोनको कुकुर मरेको कुरा त्यो एउटा संयोग मात्रै थियो। टाइम जोनको हिसाबले दुवैको मृत्यु घण्टौको फरकमा भएको थियो। मान्छेहरू अचानक बिरामी परेको कुरा, पुराना चिहानहरूमा एस्परजिलस नामको खतरनाक ढुसी पाइन्छ जसले गम्भीर संक्रमण गराउन सक्छ। अनि अकाल मृत्यु, त्यो बेला पेनिसिलिन जस्तो एन्टिबायोटिक थिएन, एउटा सामान्य संक्रमण पनि जानलेवा हुन सक्थ्यो। अनि जब वैज्ञानिकहरूले यो श्रापको असरबारे अध्ययन नै गरे तब त झन् रोचक तथ्य बाहिर आयो। सन् 2002मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले के देखायो भने चिहानमा गएका मानिसहरू र नगएका मानिसहरूको औसत आयुमा कुनै फरक नै थिएन। दुवै समूहका मानिसहरू लगभग 73 वर्ष बाँचे। यसको मतलब श्रापको आयुमा कुनै असर नै थिएन। त्यसो भए यदि श्राप वास्तविक थिएन भने यो सबैको मतलब के हो त? वास्तविक कथा के हो? श्राप साँचो हो कि होइन भनेर जाँच्ने सबैभन्दा राम्रो तरिका के होला? जो मानिसहरू सबैभन्दा बढी खतरामा थिए उनीहरूलाई के भयो भनेर हेर्ने, होइन त? ल हेरौँ। लर्ड कार्नारभोनकी छोरी लेडी एभलिन, जो सबैभन्दा पहिले चिहानभित्र पसेकी थिइन्, उनी 87 वर्षसम्म बाँचिन्। मम्मीको पोस्टमार्टम गर्ने डाक्टर डगलस डेरी 88 वर्षसम्म बाँचे। र सबैभन्दा मुख्य व्यक्ति जसले यो चिहान पत्ता लगाए, खोले, होवर्ड कार्टर आफै, उनी पनि त्यसपछि 16 वर्षसम्म बाँचे। श्रापले त सबैभन्दा पहिले उनीहरूलाई छुनुपर्ने होइन र? मान्छेहरूले श्रापको बारेमा सोधिरहँदा होवार्ड कार्टर दिक्क भएर एउटै जवाफ दिन्थे, म अझै जीवित छु। उनी आफैमा एउटा हिँड्ने डुल्ने प्रमाण थिए कि यो श्राप वास्तविक होइन, बरु मिडियाले बनाएको एउटा सनसनीपूर्ण कथा मात्र हो। र यसले हामीलाई एउटा गहिरो प्रश्नमा ल्याइ पुर्याउँछ। प्राचीन इजिप्टका मानिसहरूको लागि वास्तविक श्राप छिट्टै मर्नु थिएन। वास्तविक श्राप त बिर्सिनु थियो, इतिहासबाट आफ्नो नामोनिशान मेटिनु थियो। र यो श्राप तुतनखामुन आफैले 3000 वर्षसम्म भोगे। त्यसो भए प्रश्न यो उठ्छ, के होवर्ड कार्टरले चिहान पत्ता लगाएर अरूलाई श्राप दिए वा उनले तुतनखामुनमाथि लागेको श्राप तोडिदिए? किनभने यो खोजले मानिसहरूलाई मारेन, बरु यसले एउटा बिर्सिएको गुमनाम राजालाई नयाँ जीवन दियो र उनलाई संसारको सबैभन्दा प्रसिद्ध फिरौन बनाइदियो। सायद होवर्ड कार्टरलाई धन्यवाद दिँदै आज तुतनखामुनले पनि भन्न सक्छन्, म अझै जीवित छु।